मान्छे कहिल्यै पनि निष्पक्ष बन्न सक्दैन रहेछ। अनि हामी न्यायको खोजी गर्दो रहेछौँ। न्याय भनेको के रहेछ भनेर मैले मजाले सोच्दै सोच्दै लाँदाखेरि न्याय भनेको चाहिँ निष्पक्षता रहेछ। मान्छे तर कहिल्यै पनि निष्पक्ष बन्न सक्दैन रहेछ। सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिक, जातिगत विभिन्न तरिकाले ऊ चाहिँ स्वार्थी बन्दो रहेछ। त्यसो भएको कारणले मान्छेले आजीवन न्याय खोज्दा पनि नपाउँदो रहेछ। तपाईँले एउटा गम्भीर कुरा गर्नुभयो। तपाईँ संसदमा संसदीय दलको नेताका रूपमा, अध्यक्षका रूपमा प्रवेश गर्नुभएको छ। सरकार चलाउनको लागि एउटा पार्टी छ, त्यसमा पनि मान्छेहरू छन्। त्यो मान्छेहरू र तपाईँ मान्छे, म मान्छे पनि निष्पक्ष हुन सक्दिन। त्यसकारण मेरो विपक्षमा रहेकाहरूले न्यायको नाममा जिन्दगीभर भौतारिनु पर्ने स्थिति हुन्छ भन्नुभयो। होइन, त्यस्तो रहेछ मान्छेको कस्तो भने स्वभाव। तपाईँलाई मैले भनिदिएको क्या, होइन, मान्छेको स्वभाव त्यो रहेछ नि त। अब त्यो मान्छे हामी त सञ्चालन गर्न भनेर गइरहेको छ, त्यो मान्छेले न्याय दिन्छु भनिरहेको छ। अब तपाईँ अपेक्षा अब मान्छे, अब ईश्वर भनेको के हो? भगवान, देवता भन्छौँ होइन, माङ, अल्लाह के भन्छन् नि। अब मैले अनुभव चाहिँ गरेको छैन, देखेको पनि छैन। सायद उहाँ मात्रै निष्पक्ष बन्न सक्नुहुन्छ होला। मान्छे निष्पक्ष बन्न सक्दैन सर। कस्तो गाह्रो छ है यो। कहाँ पुर्यायो भन्नु, कहाँ पो पुर्यायो भन्नु न। होइन, त्यस्तो देखिन्छ र श्रम संस्कृतिले कोसिस गर्छ, होइन, श्रम संस्कृतिले कोसिस गर्छ। तर एउटा मान्छे भएको नाताले त्यो कोसिसमा पनि कहीँ कतै मैले अघि भने नि, होइन, यो एउटा आदर्शको कुरा जस्तो पनि छ, होइन, यसो बुझ्दाखेरि। तर हामी निष्पक्ष बन्ने कोसिस गर्छौँ। संसदबाट त्यसको लागि आवाज कोसिस मान्छेले गर्न सक्ने कोसिसै मात्रै रहेछ सर, होइन। भरे तपाईँको मेरो भनौँ न, हामी सबैजना बिरामी हुन्छौँ, बाँच्न चाहन्छौँ, तर पनि कोसिस मात्रै हो। Powered by Nepal Telecom, राष्ट्रको सञ्चार।